हाई गाइस, सेवारो दर्शन नमस्ते। आज फेरि पनि वेलकम छ हजुरहरूलाई। सबैजना सन्चै हुनुहुन्छ होला हैन। आज फेरि पनि म धेरै दिनपछि आछु, न्यू भ्लग बनाउँदैछु। हामी चाहिँ आज आलु रोप्न आछौँ। आलुको बिउ लिएर आछु। यो आलु चाहिँ 4 केजी छ हैन। आलुको रोप्दा नि के चाहिने रहेछ, यो किरा कमिलाको मल रे अनि भिटामिन रे हैन। आज चाहिँ फर्स्टचोटि आलु रोप्दैछौँ हामी चाहिँ है। यहाँ चाहिँ उता खरानी पनि ल्याएको छ। यहाँ चाहिँ कुखुराको मल छ, आफ्नै कुखुराको खोरबाट निकालेको। त्यहाँ चाहिँ त्यहाँ कृतिका भन्ने राई चाहिँ कृतिका राई भन्ने चाहिँ त्यहाँ खन्दैछन् है। हाम्रो आलु कस्तो हुन्छ फर्स्टचोटि रोप्दैछौँ हामीले। एकजना यहाँ ब्याज भएर आउँदैछ हैन, खाना पकाएर। यस्तो धेरै राम्रो बनाएर हामी चाहिँ तरकारीहरू रोप्दैछौँ। यहाँ चाहिँ साग धनियाँ के छर्ने है। यति धेरै ढुङ्गा निकालेछ यहाँ। यस्तो राम्रो बनाएको छ। यहाँ त यति ढुङ्गा थियो है। त्यसै मिठो हुन्छ त अर्ग्यानिक खाना। अर्ग्यानिक खानु परेन ओइ, अर्ग्यानिक खाना त्यसै मिठो हुन्छ हुँदैन। आफूले रोपेको राम्रो नि हुन्छ, मिठो पनि हुन्छ। त्यही भएर आफूले रोप्न लगाएको है। त्यही भएर अब फुल भिडियो हेर्नु होला सबैजनाले। लाई पनि हामीले यहाँ बारी खन्नु परिरहेछ। छ्यामाले नि नङ लाउनु भएको छ। कस्तो लाग्छ बारी खन्दा छ्यामा? आनन्द भएको छ। कहिले कहिले त एक्सर्साइज पनि हुन्छ, राम्रो नि हुन्छ। अर्ग्यानिक खाना पाउँदा पनि राम्रो हुन्छ नि त। फर्स्टचोटि आलु रोपेको है त्यहाँ। तपाईँलाई त्यहाँ रमाइलो भएको छ। मैले ढुङ्गा छान्दिएर यहाँ गर्नु न कस्तो हुँदो रहेछ। ढुङ्गै फर्स्टचोटि आलु रोपेको कस्तो हुँदो रहेछ होइन। हजुरहरूलाई आलु पनि देखाउँछौँ हामी। सबै काम गर्नुपर्छ कि केटी मान्छेहरू, सबै काम जान्नुपर्छ कि होइन भन्छ हो। के साह्रो किचकिच गरेको अरूलाई चाहिँ ड्याङै बनाएको उनीहरू त होइन कि। अरूलाई चाहिँ किचकिच भन्छ, ऊ हेरेर किचकिच गर्दै बसेको। यहाँ हेर्नु नै छ, झुन्डी पनि हालेको छ। ड्याङ नबनाइ पनि हुन्छ होला कि यो छ्यामा हुन्छ। यो ड्याङ बनाउनु के त्यहाँ रोपेको छ र आलु। हिजो कहाँ रोपेको? उ चाहिँ ड्याङ बनाएको छ त। ड्याङ बनाउँछु त आलु। आलु कसरी रोप्ने भनेर युट्युबमा सर्च गर्छ। ड्याङ रोप गर्छ के आलु भयो क्या। अनि आलुहरू कहाँ फल्छ? अनि नजिक भएको होइन नि। यसरी गर्ने क्या मन्चु, यहाँ रोप्ने होइन। अनि यसरी यता हाल्छ होला नि। ल यहाँ हामीले चाहिँ सुरुमा कुखुराको मल हाल्यो, त्यहाँदेखि कमिलाको मल, त्यहाँदेखि खोइ के भिटामिन रे। अनि यहाँ आलु रोप्दैछौँ। अब कस्तो हुन्छ होला थाहा छैन। फर्स्टचोटि आलु रोपेको है। ठिकै छ, फले खान्न नफलेखेरि अर्कोचोटि रोपौँला है। आलु धेरै लिएछ। आलु धेरै भने अर्को ठाउँ पनि रोपौँला। 4 केजी लिएको मैले। उहिले सुनेको थिएँ 4 केजीले चाहिँ 4 बोरा फल्छ भनेर। अब यहाँ चाहिँ हामी फेरि प्याज र लसुन रोप्न लाग्छौँ। त्यहाँ आलु रोपिसकेर यहाँ प्याज र लसुन रोप्दैछौँ। कति ठुल्ठुलो छ खेतालाहरू पनि। हेलो कस्तो फल्छ लसुन र प्याज? राम्रो धेरै फलाउने है सानो। आज सानीको स्कुल छुट्टी छ। काम गरेर हैरान। प्याजको बिउ अहिले पुगेन भने अर्को लिएर रोप्ने, लसुन पनि रोप्ने। यहाँ चाहिँ प्याज रोप्यो। अहिले प्याजको बिउ खासै राम्रो नआउने रहेछ, त्यही भएर मैले थोरै मात्रै प्याज रोपेँ। अनि यहाँ चाहिँ लसुन रोपेको छ नानीहरूले। यहाँ चाहिँ गाजर अनि चुकुन्दर रोपेछ। अनि यहाँ चाहिँ आलु, यताउति चाहिँ आलुहरू रोपेछ। कस्तो हुन्छ पछि फल्छ कि फल्दैन हेरौँ। यहाँ चाहिँ साग छ, साग पनि हामी टिपेर खाइरहेको छौँ। यहाँ चाहिँ धनियाँ छलेको, अस्ति रोपेको छरेको धनियाँ हो नि त। यहाँ यस्तो पोला छ। यही धनियाँ यस्तो राम्रो हुन्छ पछि। यहाँ चाहिँ कौली, यहाँ चाहिँ चाइनिज साग यत्रो ठुलो भइसक्यो। त्यहाँ चाहिँ फेरि रायो साग, यहाँ चाहिँ केरा हो। बाई बाई गाइस। अब काम पनि यहाँ चाहिँ भ्याइयो है। बेलुका फेरि त्यहाँ त्यो बोरा राखेकोमा थोरै कौली रोप्नु छ। अब त्यो चाहिँ बेलुका कौलीको बिहान नआएर मात्रै रोप्ने।
सबैजनालाई बाई बाई। सबैजनाले मेरो रेगुलर भिडियो हेरिदिनु होला, सबैजनाले माया गरिदिनु होला। बाई बाई, फेरि फेरि भेटौँला।